इनिसाको आमाको न्याय, इनिसाको आमालाई न्याय दे, पीडितलाई न्याय दे। सबैजनालाई धन्यवाद। फेरि पनि हाम्रो माननीयज्यू यहाँनिर आइसक्नु भएको छ, उहाँलाई दुई शब्द यहाँ बसेर यो न्यायको लागि बोलिदिनु हुन अनुरोध गर्दछु। अनि यो चाहिँ छोडिदिनु अलिकति एकचोटि सबैजनाले सुनौ। हत्यारालाई कारबाही गर, बलात्कारीलाई फाँसी दे, इनिसा बहिनीलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, एसपीका परिवारलाई न्याय दे, एसपीका परिवारलाई न्याय दे, महिला हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर, महिला अधिकार सुनिश्चित गर। हाम्रा छोरीलाई मार्न पाइँदैन, हाम्रा छोरीलाई बलात्कार गर्न पाइँदैन, हाम्रा बहिनीहरूलाई हाँस्न दे, हाम्रा बहिनीहरूलाई बाँच्न दे, महिला अधिकार सुनिश्चित गर, महिला हिंसा अन्त्य गर, जस्टिस फर जस्टिस फर जस्टिस फर जस्टिस फर जस्टिस फर अपराधीलाई फाँसी दे, अपराधीलाई फाँसी दे, इनिसा बिकलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, रश्मिका परिवारलाई न्याय दे।